हजुर नमस्कार। मेरो कविताको शीर्षक छ सडक भोरी मान्छेको लाम छ। सडक भोरी मान्छेको लाम छ, लगातार आइरहने मानिसहरूका तातीहरू, मान्छेलाई बहकाएर कात थापेर हिँड्नेहरू छन्। बस्ती भोरी आवाज छ, चिच्चाहाट ठुलो स्वरको शब्द छ। घरका चारैतिर गुन्जिएका छन् भयानक आवाजहरू। घरका चारैतिर गुन्जिएका छन् भयानक आवाजहरू। थर्किन्छन् गाउँ बस्तीहरू, थर्किन्छन् गाउँ बस्तीहरू। चारैतिर छरपष्ट देखिन्छन् कङ्काली घाँसीहरू। चारैतिर छरपष्ट देखिन्छन् कङ्काली घाँसीहरू। दरिद्रता र निर्धनताका अनुहार बोकेर, प्रेमसँग आँखाको छेउको हेराइ हेरेर मान्छेहरू कटाक्षको भाषा बोलिरहेछन्। घाँटीसम्म खाएर घुर्नेहरूले गिजाएका मेरा बस्तीहरूमा निमुखाहरूको बास छैन। सडक भोरी मान्छेको लाम छ, मान्छेको ओछ्यान तोपेटी गल्ली अनि फोहोर ढुङ्गोर छ। लडिरहेछ मान्छे भोकले, ढलिरहेछ मान्छे शोकले, गलिरहेछ मान्छे रोगले। मेरा बस्तीका यिनै कथाहरूले रन्थनिएर मान्छे। हजुर नमस्ते। मेरो कविताको शीर्षक छ कविताहरू सुन्नाऊ। संवेदनाका भिखारीहरूले रित्ताइसकेको मुटुभित्र, संवेदनाका भिखारीहरूले रित्ताइसकेको मुटुभित्र अरिङ्गाल बनेर टोक्नेहरूका कविता सुन्न आऊ। सुन्दर महलभित्र, सुन्दर महलभित्र आँखा भोरी आँसु बोकी हाँस्दा स्वर मचाउनेहरू, रुदा एक्लै छाड्नेहरूका कविता सुन्न आऊ। कसैले खोज्न नसक्ने छायाहरू लिएर, कसैले खोज्न नसक्ने छायाहरू लिएर एउटा बुढो मान्छे सडकको किनारामा आकाश धरतीको काखमा सुतिरहेछ। उसलाई कुल्चिएर हिँड्नेहरूका कविता सुन्न आऊ। गरिबका गाँसमा नहटाएका, गरिबका गाँसमा नअटाएका भोकहरूले लेखेका केही कविताहरू सुन्न आऊ। बलियाले निर्धाको स्वतन्त्रता लुटेको, बलियाले निर्धाको स्वतन्त्रता लुटेको संवेदनाको कविताहरू सुन्न आऊ। फुर्सद छ भने आऊ, धरती आकाश प्राणीका चित्कारहरू सुन्न आऊ। केही कविताहरू सुन्न आऊ। बुढो थोत्रो शरीर, बुढो थोत्रो शरीर, रोग भुका भारी बोकेर छोरा छोरी भेट्ने आउने सपनाहरूको कविता सुन्न आऊ। तस्बिर नापिरहेछन् मान्छेहरू, वृद्ध र अशक्तहरूका जिन्दगीका गाथाहरूका कविताहरू सुन्न आऊ। गुजारिसकेका वक्तका निशानीहरूलाई सिद्धान्तकाले मानवताका तस्बिर नापिरहेका कविताहरू सुन्न आऊ। संवेदनाका भिखारीहरूले, संवेदनाका भिखारीहरूले रित्ताइसकेको मुटुभित्र आँखा भोरी आँसु बोकी हाँस्दा स्वर मचाउनेहरू, रुदा एक्लै छाड्नेहरूका कविता सुन्न आऊ। कसैले खोज्न नसकेका छायाहरू लिएर एउटा बुढो मान्छे सडक किनारामा आकाश धरतीको काखमा सुतिरहेछ। उसलाई कुल्चेर हिँड्नेहरूका कविता सुन्न आऊ। मान्छेका मनभित्रका खालीपनले फिक्का भइसकेछ मान्छे, मान्छेका मनभित्रका खालीपनले फिक्का भइसकेछ मान्छे। अत्यास लाग्दो जीवन बोकेर रहर लाग्दो कल्पनाहरू सेलाएका कयौं बाबुहरूका छोरीहरू बार र कोठीमा भौतारिरहे। ती बाबुका कविताहरू सुन्न आऊ। दुई मुठी गुन्द्रुक, दुई मुठी गुन्द्रुक झोला भोरी राखेर चिड शरीर बोकेर आशाहरूको दियो निभेपछि, आशाहरूको दियो निभेपछि अवकाश रहरहरूका कविताहरू सुन्न आऊ। निधार भरि पीडाका टाटोहरू खोपेका छन्, आँसु मग्न आँखाहरू लाभाहरू ओखलिरहेछन्। भूत चित्र छन् आँखा भोरी, आफ्नै छायाले गिजाइरहे जिन्दगीका कविताहरू सुन्न आऊ। आफ्नै। हजुर नमस्ते, सबैलाई नमस्कार। मेरो कविताको शीर्षक छ सोडिम रात। सपनाका रङ्गहरूमा, सपनाका रङ्गहरूमा, सपनाका रङ्गहरूमा, आँखाका दर्पणहरूमा सामिप्य अविचलित तिमी र म। हाम्रा निसर्ग, हाम्रा निसर्ग, हाम्रा उत्सर्गका धुनहरू तिम्रो श्रद्धामा हाम्रो अभिमान छ। हाम्रो अस्तित्व छ प्रत्येक रातहरूमा अस्तित्व बोध पस्क्यो,
प्रत्येक रातहरूमा अस्तित्व बोध पस्केर एक निमेषलाई हामी आफूलाई बिर्सन्छौँ। चित्र जस्तै हुन्छौँ हामी, चित्र जस्तै हुन्छौँ हामी, चित्र हामी जस्तै हुन्छ जीवनका अनुष्ठानको। जीवनका अनुष्ठानको एउटा रात, जीवनका थुप्रै स्थानहरू बिर्सेर, जीवनका थुप्रै ठानहरू बिर्सेर, जीवनका व्यवस्थाहरू बिर्सेर, जीवनका बिहोल बेहिसाब दुःखहरू बिर्सेर, भावुक बनेको म, भावुक बनेको तिमी, भावुक बनेको म, भावुक बनेको तिमी, हाम्रा दृश्यपटका मृग तृष्णाहरूमा, हाम्रा दृश्यपटका मृग तृष्णाहरूमा आज फगत खुसी हाम्रो साथी, खुसी हाम्रो जीवन, हामीले जन्माउने हाम्रो खुसीका मानस बिम्बहरू, स्वप्न बिम्बहरू चिरञ्जीवी हुनुपर्छ है। बाँच्नु पर्ने मान्छेको नितान्त एक्लो जीवन छ, बाँच्नु पर्ने मान्छेको नितान्त एक्लो जीवन छ। यो जीवन अत्यास लाग्दो छ भन्नुपर्छ है। स्नेह किरण छर्दै प्रेमले स्पर्श गर्दा तिमीलाई मैले तिमीमा अद्भुत सौन्दर्य देखे, मैले तिमीमा अद्भुत सौन्दर्य देखे, दृश्यमा अदृश्यमा युग सौन्दर्यहरू देखे। आऊ दुवै उत्सर्गहरू गरौँ, आऊ दुवै उत्सर्गहरू गरौँ, आऊ खुसीको तिहार मनाऊ, आऊ हाँसोको तिहार मनाऊ। यो जीवनको अनुष्ठानको स्वर्णिम रात हो, यो जीवनको अनुष्ठानको स्वर्णिम रात हो, यो जीवनको अनुष्ठानको स्वर्णिम रात हो। हस्त धन्यवाद। हजुर नमस्ते, सबैलाई नमस्कार। मेरो कविताको शीर्षक छ स्वर्णिम रात। सपनाका रङहरूमा, सपनाका रङहरूमा, सपनाका रङहरूमा, आँखाका दर्पणहरूमा सामिप्य अविचलित तिमी र म, हाम्रा निसर्ग, हाम्रा निसर्ग, हाम्रा उत्सर्गका धुनहरू तिम्रो श्रद्धामा हाम्रो अभिमान छ, हाम्रो अस्तित्व छ। प्रत्येक रातहरूमा अस्तित्व बोध पस्केर, प्रत्येक रातहरूमा अस्तित्व बोध पस्केर एक निमेषलाई हामी आफूलाई बिर्सन्छौँ। चित्र जस्तै हुन्छौँ हामी, चित्र जस्तै हुन्छौँ हामी, चित्र हामी जस्तै हुन्छ जीवनका अनुष्ठानको। जीवनका अनुष्ठानको एउटा रात, जीवनका थुप्रै स्थानहरू बिर्सेर, जीवनका थुप्रै ठानहरू बिर्सेर, जीवनका व्यवस्थाहरू बिर्सेर, जीवनका बिहोल बेहिसाब दुःखहरू बिर्सेर, भावुक बनेको म, भावुक बनेको तिमी, भावुक बनेको म, भावुक बनेको तिमी। नमस्कार, मेरो कविताको शीर्षक छ अमेरिका र मेरो देश। एक व्यक्तिको लागि एउटा रेमन्ड डेभिसको लागि बोल्ने अमेरिका, अनि हजारौं मजदुरहरूका लागि, अनि हजारौं मजदुरहरूका लागि कौडीको भाउमा श्रम बेच्न पठाउने मेरो देश, मेरो नबोल्ने देश लाटो छ, मेरो नबोल्ने देश लाटो छ। उसले इराकमा कयौं काटिएका नेपालीहरूलाई देखेन, उसले इराकमा काटिएका नेपालीहरूलाई देखेन, अनि नागाल्यान्डमा जिउँदै जल्ने नेपालीहरूलाई भेट्न सकेन। कयौं सडिरहे, चार दिवार भित्र कयौं लडिरहे काठका बाकसमा, तैपनि बोलेन मेरो देश, तैपनि बोलेन मेरो देश। मरेका मान्छेका पैसा खाने, मरेका मान्छेका पैसा खाने राजदूतहरू बोलेनन्। अनि सीमा मिच्दै मेरो सारिएको घर, अनि सीमा मिच्दै मेरो सारिएको घर, जुन सुस्ता काला पानी गहुरहरूमा मेरो देश निधाएको छ, मेरो देश निधाएको छ। हरेक रात बिएमपीहरूले मेरा चेलीहरूका फरियाहरू खोज्दा बोल्न नसक्ने मेरो देश, खै कसरी अमेरिका हुन सक्छ, खै कसरी स्विजरल्यान्ड बन्न सक्छ। एक व्यक्तिको लागि एउटा रेमन्ड डेभिसको लागि बोल्ने अमेरिका, एक व्यक्तिको लागि एउटा रेमन्ड डेभिसको लागि बोल्ने अमेरिका र मेरो देश, दुवै उस्तै देश, दुवै स्वतन्त्र देश, दुवै देश, दुवै उस्तै देश, दुवै स्वतन्त्र देश। हस्त धन्यवाद। नमस्कार, मेरो कविताको शीर्षक छ अमेरिका र मेरो देश। एक व्यक्तिको
एक व्यक्तिको लागि, एउटा रेमन्ड डेभिसको लागि बोल्ने अमेरिका अनि हजारौं कौडीको भाउमा श्रम बेच्न पठाउने मेरो देश, मेरो नबोल्ने देश लाटो छ, मेरो नबेल्ने देश लाटो छ। उसले इराक